बालन शाह प्रधानमन्त्री भएपछि या रासोपाले सरकार बनायो भने यो 5वटा चिज गर्छ, 5वटा जम्मा। समग्र नीतिगत रूपमा 5वटा कुरा हामीले एकदमै बढी फोकस गर्ने भनेको सुशासनका विषयहरूमा हुन्। सुशासनलाई 2 ढङ्गले, एउटा चाहिँ भ्रष्टाचारको न्यूनीकरणको कुरामा, दोस्रो चाहिँ सर्भिस डेलिभरी, डिजिटलाइजेसन र सर्भिस डेलिभरीमा हामी काम गर्छौँ। दोस्रो आर्थिक सुधारको पक्षमा हामीले झन्डै 2 दर्जन जति जो एफएनसिसिआ लगायत अन्य संस्थाहरूले खारेज गर्नुपर्ने अथवा सुधार गर्नुपर्ने भनेका कानुनहरू हामी संशोधनको प्रक्रियामा अथवा खारेजको प्रक्रियामा जान्छौँ। तेस्रो हामीले एकदमै बढी इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा फोकस गर्छौँ। हामीले हाम्रो पछिल्लो समय हामीले गरेका सहमतिमा एउटा भिजन छ, हाम्रो याद गर्नु भएको छ कि छैन। त्यस हामीले के भनेका छौँ भने यो सहमतिहरू हामीले बालेनसँग कुलमानसँग गरेर नटुङ्गिएको सहमतिमा पनि लेखेको के हो भने यो सहमति केका लागि भने आगामी 10 वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकको रूपमा अगाडि बढाउने। त्यसको अर्थ हामीले यदि हरेक वर्ष 7% मात्रै आर्थिक वृद्धि दर 10 वर्षसम्म अचिभ गर्न सक्यौँ भने आजको 45, 50, 45 to 50 बिलियन US डलरको हाम्रो अर्थतन्त्रलाई $100 बिलियन को अर्थतन्त्र बनाउन सक्छौँ। र त्यसले हामीलाई चाहिँ झन्डै अहिलेको 1300-1400 पर क्यापिटा इन्कमबाट 4000 भनेको आजको श्रीलङ्का जतिको बनाउन सकिन्छ भन्ने ढङ्गले हामीले सोचिराखेका छौँ। त्यसमा हामी काम गर्छौँ। अर्को चाहिँ इन्फ्रास्ट्रक्चर। हाम्रो नेपालको चाहिँ इन्ट्रेस्टिङ के छ भने मैले हिजो केही व्यवसाय एकदम नेपालका ठुला व्यवसायहरूलाई व्यक्तित्वहरूलाई सोधिराखेका थिएँ, भारतकै तुलनामा पनि हामी किन महँगो तिर्छौँ। मेरो अब एज अ नेता चुनावमा गर्दै गएको नेताको मेरो चिन्ता चाहिँ हाउ डु वी डिक्रिज द कस्ट अफ किचन होइन। त्यो विषय हामी त्यति संवाद गर्दैनौँ क्या, हामी चुनावमै पनि। तर मसिनो लाग्छ नि त होइन, तर त्यो भारतको तुलनामा हाम्रो किचन धेरै महँगो छ। अनि त्यसमा एउटा ठुलो कुरा के आयो भने कस्ट अफ ट्रान्सपोर्टेसन। उहाँहरूले मलाई के भन्नु भने कलकत्तादेखि वीरगन्जसँग आउँदाखेरि जति हामीलाई कस्ट लाग्छ त्यसको 2 देखि 3 गुणा कस्ट चाहिँ हामीलाई वीरगन्जदेखि काठमाडौँसम्म अथवा नेपालको अर्को ठाउँमा पुर्याउँदा लाग्छ। नेपालको ओभरअल डेटै हेऱ्यो भने पनि नेपालको लजिस्टिक कस्ट अफ ट्रान्सपोर्टिङ गुड्स चाहिँ टोटल कस्टको नेपालको जिडिपीको 25% छ कि, वेराज त्यो इन्डियामा 14% छ, अमेरिकामा जम्मा 8% छ। भनेपछि कस्ट अफ लजिस्टिक हामीले घटाउनको लागि चाहिँ हाम्रो इन्फ्रास्ट्रक्चर, सडकहरू राम्रो हुनु पर्यो, समय र दूरी घट्न पर्यो। त्यो विषयहरूमा चाहिँ हामीले घनीभूत काम गर्ने र विशेष गरी इकोनोमिक डिप्लोमेसीलाई प्रमोट गरेर FDI लगायतका विषयहरूमा काम गर्ने भनेर 5-6 वटा विषयमा चाहिँ हामी काम गर्छौँ।